हाई गाइस, स्वागत छ मेरो यो भिडियोमा पनि यहाँहरू सबैजनालाई। आज चाहिँ हामी अलि टाढै आएको छौँ। हामी भिडियो बनाउँदाखेरि त्यही आसपास बनाइरहेको हुन्थ्यौँ नि त। लोकेसन चेन्ज गरिसकेका छौँ र आज चाहिँ मसँग हुनुहुन्छ बटरफ्लाई अनि उहाँले क्लिप अनि त्यस पछाडि लुगा घडी आँखामा यस्तो धुलो पस्यो कि तपाईँको त चस्माले गर्दाखेरि पसेन। आज चाहिँ हामी कहाँको छौँ तपाईँलाई देखाउँछौँ है त। हिँड्दै हिँड्दै जाँदैछौँ। बिजोक देखिहाल्नु हुँदैछ साथीहरूले। हेर्नुहोस्, रिता नाना पनि मेरो सङ्गतले गर्दाखेरि कुपी परेर हिँड्ने भइसक्नु भएको छ। त्यही भएर के भन्छ अहिले टिकटकमा अहिले त्यो भाइरल भइरहेछ नि, यसरी के भन्छ खेलखेलमै हाइकिङ गयो नि काशी गोरे गरेर फर्किन्छ नि, त्यस्तै हामी जङ्गलतिर जाँदैछौँ नि। अनि आज चाहिँ हामी के भन्छ 2082 सालको लास्ट डे मनाउनको लागि आउँदैछौँ। आएका छौँ। नेपाली टिचरलाई भन्नुहोस् है भोलि। मलाई फेरि शुद्ध पनि गाह्रो छ नि त मलाई। अनि के भन्छ 82 सालमा हाम्रो उन्नति प्रगति धेरै भयो। ब्याङ्क ब्यालेन्सहरू पनि भयो, सुन चाँदी पनि जोडियो। अनि यही खुसीमा हामी चाहिँ आउँदैछौँ। आएका छौँ। सपनामा पनि देख्दै थिएँ मैले त। अनि त्यही भएर हामी चाहिँ अब बिदा गर्नुको लागि आएको यहाँनिर। अब लोकेसनमा चाहिँ ट्याक्कै पुग्न लाग्यौँ। अनि लोकेसन चाहिँ यस्तो छ है। बाटो चाहिँ जाने बाटो चाहिँ कहाँ गयौँ भन्ने चाहिँ तपाईँहरूले थाहा पाइसक्नुभयो, किनभने मेरो भिडियो हेर्ने भनेकै यहीँ आएको मान्छेहरूले हो, यहाँ आइसकेको मान्छेहरूले हो। कोही कोहीको चाहिँ फर्स्ट टाइम हो। अनि त्यही भएर यो लोकेसनमा चाहिँ मैले उहाँलाई किडन्याप गरेर लिएको आज, खासमा भन्नुपर्दाखेरि। अनि त्यही भएर अब त्यही हो, सफारी जाँदैछ नि त्यहाँ। अनि यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ, श्री नीलकण्ठेश्वर शिवालय मन्दिर, दमक चार झापा। ल हामी दमक आएको रहेछौँ भन्ने कुरा तपाईँहरूले थाहा पाइसक्नु भएको छ। भगवानको नाम होला नि। हेर्नुहोस्, नानालाई नआएको केही छैन। किम्बदन्तीदेखि लिएर के पो धर्म कर्मकोदेखि लिएर टिप्नु सकिँदैन, दिँदैन भन नि त नि। यहाँ झन् कस्तो नजिकमै। वाउ कस्तो राम्रो। वाउ कस्तो दामी है, कस्तो राम्रो यार। जाउँ न त टिपेर ल्याउँ। एउटा टिपौँ। हेर्नुहोस् है कमलको फुल कस्तो दामी। त्यहाँ छ नाना। अब कमलको फुल पनि हेरिसक्यो। अनि घाम लागिरहेछ। राखिरहेको हुन्छ त बजारमा। 30 रुपियाँ गोटा हुन्छ अरे। अरू बेला त्यतिकै सिर। फाइनल्ली हामी लोकेसनमा आइसक्यौँ। राम्रो छैन कि क्या हो, सोचे जस्तो छैन कि हो नाना। इमेज यहाँ फुल थियो पहिला त, अहिले त फुल पनि रहेनछ। फस्यौँ कि क्या हो त हामी। खोइ कहाँ लेख्नु भएको छ। यही हो हामी। यहाँ पनि रहेछ त यो पतङ्ग कि के हो। काशी गार्डन एकचोटि आएको थियो पहिला। कस्तो लागिरहेछ त। मैले चुज गरेको लोकेसन अब थाहै छ तिमीलाई मात्र होइन, दर्शक बिनाहरूलाई पनि थाहा छँदैछ कि मलाई ठाउँ राम्रो भन्दा पनि खानेकुरा राम्रो। त्यसो भए एकछिनमा सोध्छु कोही छ। यहाँ न यहाँ कस्तो स्ट्यान्डर्ड छ कि जस्तो देखिन्छ कि। हामी चाहिँ यस्तोमा कहिले बस्दैनौँ क्या। ल आज हामी नयाँ गर्ने हो क्या। हामी आज पिउने हो, हामी ड्रिङ्क गर्ने हो। हामी ड्रिङ्क गरेर आज मात्ने हो।
यहाँ बसिदिउँ उयो पाउँछ यस्तो फोर यहाँ बसौँ न आज स्ट्यान्ड देखिन्छ नि अन्त मातेर हामी हिल्लो भएर होइन उयो खाइदिउँ कि के भन्छ ऊ हेर्नु सपोर्टमा आइजाँदै हुन्छ टक्किला आज चाख्नु त पाउँछ यहाँ पाउँछ र कि पर जाउँ त ऊ त्यो सेतो छाता मुनि जाउँ होइन यहीँ ठिक छ एकदम शीतल त्यहाँ घामले उयो पोल्छ ओ माई गॉड अरे भनेपछि यो अलिक होचो रहेछ मलाई राम्रो छ नि यहाँ किन भिडियो भन न मैले खुट्टा यसरी ओपर खुट्टी लाउनु मिल्यो नि त नत्र साह्रै साह्रै लाउनु नमिल्ने खालको हामी अस्ति कविताहरूसँग आउनु त्यहाँ बसेको थियौँ अब कसले अर्डर लिनु आउँछ कि आउँदैन हामीलाई अब नाना चाहिँ यहाँ फोटो भिडियोको लागि बस्नुभयो हामी पाला फोटो भिडियो खिचौँ आज चाहिँ खानुभन्दा नि धेरै हामी फोटो भिडियो बनाएर आउँछौँ मलाई त्यस्तो लागिरहेको छ है आर यु ह्याप्पी खाँदै अघिदेखि बसेको यो प्रिन्ट त मैले वास्तै गर्दिनँ ए म त देखेको थिएँ अनि के भन्छ यस्तो नाना यस्तोमा पुगिसक्नुमा चाहिँ समाएर लानु त माथि नै त्यो देखिएन कि म यता अल्टर बसेर म घटेको देख्नुहुन्छ नि तपाईँहरूले होइन कतिजनाले कस्तो भन्नुहुन्छ भने म पहिले अब जे थिएँ तिमी नयाँ ठाउँमा सरेको छौ तिमीलाई धेरै काममा दलाउँछ होला नि तिमी त घटे छौ नि बिचरा भन्छ क्या मान्छेले त्यो विचार नभन्नु मलाई कति धेरै मन लाग्ने कुराहरू खानु मन लागि छोडेर यस्तोमा सरेर जिम गएर बनाएको ज्यान हो क्या देखिहाल्नुभयो अनि आज चाहिँ हामीले अनि यस्तो यस्तो खाँदैछौँ सिम्पल खानेकुरा खाने हो आज चाहिँ भनेर हामीलाई चटपटे बनाएको यहाँ चाहिँ नि अब चटपटेमा पनि हामी मासु मिसिएर खान थाल्यौँ क्या लो यस्तो चाहिँ अब हामी खाँदैछौँ म पनि खान्छु ल स्याउ 3टा एकचोटि तिमी एकचोटि यो टेस्ट गर्न त होइन म भन् फाइनल्ली उहाँ चाहिँ धेरै खानुभयो यस्तो हालतमा हो खासमा जिम गरेको ज्यान चाहिँ त्यत्रो छ अनि यहाँ पनि उहाँले चाहिँ पिज्जा यस्तो छोड्नु भएन होइन अनि त्यस पछाडि यहाँ अब हामी चाहिँ आजको ब्लग चाहिँ धेरै नबनाएर अब फोटो भिडियो टिकटक बनाउनु मन छ क्या आज चाहिँ धेरै म हामीले आज फोटो यस्तो धेरै खिच्यौँ यस्तो धेरै फोटो खिच्दैछौँ होइन घाम लागिरहेछ एकदम धेरै हुन्छ वाउ फिल भइरहेछ